Hello, all of you, and I really appreciate your kind message on my fitness post, and it's truly make me, even more focus on my fitness, and the मेरो गोल्सहरुमा I don't have त्यस्तो कम्पिटिसन खेल्ने टाइपको त्यस्तो हैन मैले जस्ट एउटा राम्रो हेल्थ बनाउनको लागि स्टार्ट गरेको हो अन्त मेरो भाइले हैन J13 टिम इन रानीपुल म त्यहाँनिर गर्छु मेरो भाइले राम्रो ट्रेन गर्दैछ त्यही भएर राम्रो हुँदैछ इट्स अल अल क्रेडिट गोज टु माई कोच मिस्टर जनक एन्ड सागर त्यसरी नै सुन आई विल लाइक म सोच्दैछु कि ब्लग बनाऊ सो द्याट कि कतिजना हुन्छ नि मेबी इट हेल्प्स हैन कतिजनालाई हेल्प हुनसक्छ भनेर अन्त जसरी नै लाइक बिफोर द इयर हैन एकदम कर्पोरेट पर्सन्स लुते खाना पनि टाइममा छैन बाहिरतिर घुम्यो हो अन्त पैसा त छ के गर्नु हैन टाइम छैन वर्कआउट गर्ने के त्यस्तो लट अफ हुन्छ नि यो मान्छेकोमा एक्सक्युजेसहरू छ एक्सक्युज मात्रै हैन कुराहरू हुन्छ अन्त दोज हु आर फाइटिङ विथ एडिक्सन्स एन्ड कोही बुलिड भइरहेको हुन्छ हैन लुते यस्तो यस्तो उनीहरूलाई हेल्प हुनसक्छ भनेर चाहिँ बनाऊ भनेको भिडियो विथ द हेल्प अफ माई J13 टिम अन्त इफ भयो भने राम्रै हो भएन नि त्यही लाइक दोज हु आर वाचिङ मी उनीहरूले चाहिँ जसलाई त्यस्तो हेरेर मोटिभेट हुनसक्छ अन्त म पनि सो जस्ट एक दुईजनाले हेरेर स्टार्ट गर्यो आफ्नो फिटनेसपट्टि अलिक ध्यान दियो होइन एडिक्सन्सहरू छोड्नु चाहन्छ भन्ने चाहिँ होइन अलरेडी J13 ले एनाउन्स पनि गरेको छ दे डोन्ट टेक फिज होइन अन्त त्यही हो लाइक इफ यु वान्ट टु want to feel, want to make yourself more confident, then you have to आफूले आफ्नोमा काम गर्नुपर्छ हैन फिट बस्नुपर्छ मान्छेले जज गर्छ पर्सनालिटी हेरेर आफ्नो हैन त्यही हो तपाईँ याद भएकै कुराहरू मैले भनेको अन्त त्यही इफ यु वान्ट एनी सपोर्ट हेल्प प्लिज लेट मी नो एन्ड वन्स अगेन थ्याङ्क यू सो मच द वान हैन मेरो साथीहरू मलाई कमेन्टमा हे नाइस गुड कतिजना सरप्राइजिङ छ हैन ट्रान्सफर्मेसन